वडा खेलकुद विकास समिति बिर्तामोड 10 को आयोजनामा भइरहेको वडाध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा शिवालय टोल विजयी भएको छ। महेन्द्र ज्योति माविको खेल मैदानमा जारी प्रतियोगितामा ठुटेबर व्यायाम र विराटपोखर पश्चिमको संयुक्त टिमलाई टाइब्रेकरमा 2-3 गोल गर्दै शिवालयले सेमिफाइनलमा स्थान बनाएको हो। खेलको निर्धारित समयसम्म 1-1 बराबरीमा सकिएपछि खेलको निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो। पहिलो हाफ बराबरी खेलेका दुवै टिम, दोस्रो हाफमा ठुटेबर विराटपोखर पश्चिमका लागि कप्तान तथा गोलरक्षक मनोज गुरुङले पाएको फ्रीकिकलाई सदुपयोग गर्दै सुरुवाती अग्रता दिलाए। तर इन्जुरी समयको अन्तिम मिनेटमा सम्हालिन नसक्दा शिवालयका कप्तान अभिषेक राईले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको निर्णयका लागि टाइब्रेकरमा विजेता टिमका लागि देव मगर, मनिष शेर्पा र वसन्त शेर्पाले गोल गरे भने पराजय टिमका कप्तान मनोज र दिपेश श्रेष्ठको प्रहार मात्रै जाली चुम्न पुग्यो। असलदास, शक्ति लिम्बू र अजितको प्रहार शिवालयका गोलरक्षक प्रशेष श्रेष्ठले विफल बनाए। खेलको म्यान अफ द म्याच गोलरक्षक प्रशेष घोषित भएर नगद र ट्रफी सहित सम्मानित भएका थिए। प्रतियोगिताको उपाधि भिडन्तले नगद 51,000 रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद 31,000 रुपियाँमा चित्त बुझाउनु पर्नेछ।